Hello everyone, this is day 3 of improving myself and getting new confidence हैन। अनि आजको दिनमा चाहिँ म आज आफ्नो डेली लाइफमा के भयो त चाहिँ भन्छु है। सुरुमा आई वोक अप अराउन्ड 5 है। देन मलाई त पोखराबाट स्कलरसिप आएको थियो, त्यही भएर म पोखरा जानु पर्यो हैन। अनि पोखराको लागि चाहिँ म मम्मीहरूको गाडीमा गएँ। अनि अराउन्ड 8 तिर चाहिँ म के रे ढोरबराई बाहिर मेन रोडमा झरेँ हैन। त्यहाँबाट 100 रुपैयाँ तिरेर चाहिँ म पोखरा गएँ। पोखरा जान चाहिँ मलाई अराउन्ड म 10 बजेतिर पोखरा झरेको थिएँ। अनि त्यसपछि फेरि त्यहाँबाट गाडी चढेर म बिरौटातिर गएँ हैन। बिरौटा जाँदाखेरि खाना बस्दाखेरि चाहिँ अराउन्ड 10:50 11 भएको थियो हैन। अनि 11 देखि 11:50 सम्म अराउन्ड वी ह्याड अ टक हैन। मिराज र मैले यसो गफसफ गऱ्यौँ हैन। अनि 11:50 पछि चाहिँ म चाहिँ अनि त्यो स्कलरसिपको लेटर लिन हिँडेँ। अराउन्ड म 11-12-15 तिर चढेको थिएँ। अराउन्ड 1 बजीतिर म त्यो एकाडेमिक बिल्डिङ पुगेँ। यसो गरेँ अनि आई मेट सुमिना है। सुमिना कमान देयर टुडे। ऊ चाहिँ सिधै पहाडीबाट आएर यसो मेरो ढाडथेम कोट्टाएर हेलो भने होइन, यसो गफसफ गरियो। त्यहीँ पढ्ने रहेछ उसले, त्यहीँ पढ्ने रहेछ। त्यति नै हो। अनि त्यसपछि त्यहाँ गएँ, स्कलरसिप लेटर लिएँ अनि गाडीमा चढेर आएँ। अनि मेबी 6:30 तिर चाहिँ म यहाँ आइपुगेको थिएँ। अनि 6:30 तिर आएपछि चाहिँ घर आएर चाहिँ मैले केही त्यस्तो पैसा केही गरेन, चिल गरेँ अलिअलि। अनि योगा भिडियो चाहिँ गरेँ। अनि 6 प्याकको एउटा एक्सर्साइज गरेँ होइन। अनि 35 त भयो, अहिले फेरि 20 हानेर चाहिँ म सुत्छु अब। टेक केयर everyone. I'll be uploading this video tomorrow morning. Till then, peace.